दर्शक पनि के हुन्छ होला जब बिचारी भुन्टीलाई उसको श्रीमान भूपेन्द्र देवर र नन्द मिलेर जबरजस्ती पुलिस चौकी लिएर गएपछि यता भूमिकालाई बलात्कार गर्ने अपराधीले भने सबै दोष बिचारी भुन्टीमाथि लगाएका छन् कि मलाई तिम्रै बुढीले तिम्रो बहिनीसँग मायाको नाटक गरी बलात्कार गरिदिनु भनेर लगाएकी थिइन्, त्यही भएर मैले यो सबै गरेको हो र मसँग सबुत पनि छ। त्यो सबुत मेरो मोबाइलमा छ। तिम्रो बुढीले मलाई राति 10 बजे 2 चोटि फोन गरेर यो सबै गर्न लगाएको हो भनेर सारा सबुत भने भूपेन्द्र र भूपेन्द्रको भाइलाई देखाएका छन् र त्यही सबुत देखेर भूपेन्द्रले भने भुन्टीलाई जबरजस्ती चौकी लिएर जाँदैछ। तर भूपेन्द्रलाई यो थाहा छैन कि त्यो फोन भुन्टीले भने नन्दलाई धोका दियो भनेर फोन गरेर थर्काएको थियो। त्यो कुरा पनि बिचारी भुन्टीले बिर्सिसकेकी छिन्। चारैतिरको तनावले गर्दा सायद अब आउने भागमा भुन्टीले यो सबै कुरा भन्ने पनि छ। तर अहिले भुन्टी भने पुलिस चौकी नगई किन बाटैबाट रिसाएर फर्किए त? सुकुमायाको कहिले इन्ट्री हुन्छ र यो सबै कुराको पर्दाफास गर्छ र के हुन्छ होला त अब आउने भुन्टीको नयाँ भागमा। आज यसैबारे छोटो मिठो चर्चा गर्नेछौँ। सो भिडियोलाई अन्तिमसम्म हेरी साथ दिनुहोला। र यदि तपाईँहरू पनि जसरी भुन्टीले आफ्नो नन्द भूमिकाको कानको जाली फुट्ने गरी हानेको थियो त्यसरी नै गरी जेलमा भएको अपराधीको पनि कानको जाली फुट्ने गरी हानेर सबै सत्य कुरा बाहिर निकाली बोल्ने अवस्थामा लिएर आउनुपर्छ भन्ने जतिले भिडियोलाई एक लाइक र च्यानललाई सब्सक्राइब गरी तल कमेन्ट बक्समा भुन्टी भनेर लेख्नुहोला। दर्शक दिन जब त्यो अपराधीले हो मलाई भुन्टीले नै आफ्नो नन्द भूमिकालाई मायाजालमा फसाएर बलात्कार गर्न लगाएको हो, त्यो गर्न मलाई पैसा पनि दिएको थियो, त्यही भएर मैले त्यस्तो गरेको, नपत्याए मेरो फोन हेर्नु, मलाई तिम्रै श्रीमतीले राति 10 बजे फोन गरेर सबै गर्न लगाएको हो भनेपछि भूपेन्द्रले भने त्यसको फोन चेक गर्छ र फोनमा भने भुन्टीको नम्बर सेभ भएको हुन्छ र राति 10 बजे पनि उनीहरूको बीच भने कुरा पनि भएको स्पष्ट देखिएको छ। र यही कारणले भने भूपेन्द्रले आफ्नो श्रीमती भुन्टीलाई यो सबै कुरा सत्य हो कि होइन भनेर बिचारी भुन्टीलाई जबरजस्ती पुलिस चौकी लिएर गएको हुन्छ। त्यही भुन्टी जब आफ्नो श्रीमान पुलिस चौकी नजाओस् भनेर घरको कोठामा थुनेर राखेको हुन्छ आफ्नो श्रीमानलाई बचाउनको लागि। तर पछि भुन्टीले भने आफ्नो श्रीमान र देवरको सम्बन्ध पनि राम्रो बनाएको हुन्छ र अहिले त्यही भूपेन्द्रले भने सबै कुरा नबुझी बिचारी भुन्टीलाई जबरजस्ती पुलिस चौकी लिएर जाँदैछ र त्यही क्रममा भने भुन्टीको भाउजूले फोन गर्छ र आमा सिरियसै हुनुहुन्छ, उहाँलाई आमा सिरियसै हुनुभएको छ, उहाँलाई भोलि लिएर सहर आउँदैछ भन्ने कुरा भनेपछि भुन्टी भने एकदमै रुन थाल्छ र आमालाई फोन गरेर सम्झाउँछन् पनि र कराउँछ पनि। त्यही बेला नन्द भनौतीले भने बिचारी भुन्टीको आमा सिरियस भएको कुरा थाहा पाएपछि हाँस्दै मरिहालोस् त्यो बुढिया र सराप छ र त्यो नन्दको मुखबाट त्यस्तो नराम्रो शब्द सुनेपछि भुन्टीलाई भने लाटो रिस उठ्छ र त्यो लाटो रिसमा भने भूमिकालाई एक झापर कानको जाली फुट्ने गरी हानेको हुन्छ र नन्द भने भुइँमा झर्छ। हो दर्शकबिन, त्यही नन्दको बोली र आफ्नो आमाको खबर सुनेर आफ्नै बुढाले मलाई विश्वास नगरेको भन्दै भुन्टी भने पुलिस चौकी नगई रिसले पछाडि फर्केर गएको हो र अब भने सुकुमाया पनि चाँडै फर्किनेछ भुन्टीको नयाँ भागहरूमा र हामीले अब आउने एपिसोडमा पनि हेर्नेछौँ।